वेलकम टु माई युट्युब च्यानल। फेरि नि म अर्को भिडियो ल्याएर आइसकेको छु तपाईँहरूको माझमा। आज चाहिँ हामी फाइनान्सको चाहिँ इम्पोर्टेन्ट च्याप्टरहरू चाहिँ हेरिरहेछौँ। इम्पोर्टेन्ट च्याप्टरहरू मध्ये पनि हामी एउटा मेन VVI क्वेसन चाहिँ हामी गरिरहेछौँ। यो फाइनेन्सियल्स अफ रिस्क एन्ड रिटर्नको हो, च्याप्टर 4 मा चाहिँ छ हाम्रो फाइनेन्समा। यसबाट चाहिँ हामीलाई जहिले नि के गरिरहेको हुन्छ त 15 मार्क्समा चाहिँ हामीलाई के छ त लङ क्वेसन सोधिरहेको हुन्छ, प्लस तपाईँको 2 मार्क्समा चाहिँ हामीलाई के गरिरहेको हुन्छ थ्योरी चाहिँ सोधिरहेको हुन्छ। टोटल भनेको तपाईँको यताबाट चाहिँ फन्डामेन्टल अफ रिस्क एन्ड रिटर्नबाट चाहिँ हामीलाई 17 मार्क्सको चाहिँ क्वेसन सोधिरहेको हुन्छ। यो मैले इक्जामको लागि मात्रै फोकस गरेर गराएको भिडियो चाहिँ हो है त। अब हामी चाहिँ ढिलो नगरी हामी चाहिँ अब 2078 सालको क्वेसन नम्बर 18 मा सोधेको क्वेसनहरू चाहिँ हामी के गर्छौँ त सोल्भ गर्छौँ है त। अब क्वेसनले चाहिँ के भनेको छ एकचोटि सर हेरौँ, त्यसपछि चाहिँ हामी के गर्छौँ त सोलुसनतिर चाहिँ जान्छौँ है त। अब स्टेट अफ इकोनोमिक हामीलाई दिएकै छ है, अनि प्रोबाबिलिटी दिएकै छ। स्टक ए भनेर चाहिँ हाम्रो स्टक एमा चाहिँ हामीले कति इन्भेस्टमेन्ट गरेका छौँ र स्टक बीले चाहिँ कति चाहिँ इन्भेस्टमेन्ट गरेको छ भनेर चाहिँ हामीलाई चाहिँ क्वेसनले चाहिँ दिएको छ है। अब यसमा चाहिँ हाम्रो के छ भने फन्डामेन्टल अफ रिस्क एन्ड रिटर्नमा चाहिँ दुईटा कन्सेप्टको क्वेसनहरू चाहिँ आउन सक्छ। एउटा भनेको तपाईँको प्रोबाबिलिटी नै दिएको हुन्छ है, एउटा भनेको चाहिँ हिस्टोरिकल बेसमा चाहिँ हामीलाई चाहिँ क्वेसन दिएको हुन्छ। सो मैले चाहिँ अहिले चाहिँ के गरिरहेको छु त प्रोबाबिलिटी वाला चाहिँ क्वेसन चाहिँ गरिरहेको छु। यसपछिको अर्को भिडियोमा चाहिँ मैले के गर्छु त हिस्टोरिकल बेस क्वेसन पनि कन्सेप्ट चाहिँ मैले क्लियर गरिदिने छु। सो अब हेर्नु त एमा चाहिँ हामीलाई के सोधेको छ भने क्याल्कुलेट द एक्सपेक्टेड रिटर्न है, क्याल्कुलेट द एक्सपेक्टेड रिटर्न एन्ड स्ट्यान्डर्ड डेरिभेसन्स अफ स्टक ए एन्ड स्टक बी है। हामीलाई के सोध्यो त फर्स्टमा चाहिँ हामीलाई स्टक एमा चाहिँ हाम्रो एक्सपेक्टेड रिटर्न कति छ, हामीले लगानी गर्दा चाहिँ हामीलाई चाहिँ आउने चाहिँ प्रोफिट कति हो, र त्यसै गरी स्टक बीमा चाहिँ हामीलाई आउने प्रोफिट र दुईटा बीचमा चाहिँ सबभन्दा राम्रो प्रोफिट वा कसको छ भनेर चाहिँ निकाल भनेर भन्यो। त्यसलाई के भनिन्छ एक्सपेक्टेड रिटर्न भनेर चाहिँ भनिन्छ। र अर्को चाहिँ हामीलाई के भन्यो भने दुईटै स्टकको चाहिँ स्टक ए एन्ड स्टक बी को चाहिँ हामीलाई चाहिँ के निकाल भन्यो स्ट्यान्डर्ड डेरिभेसन चाहिँ निकाल भनेर चाहिँ हामीलाई सोध्यो है। एमा चाहिँ हामीलाई के सोध्यो भने एउटा एक्सपेक्टेड रिटर्न निकाल भन्यो, एउटा भनेको हामीलाई चाहिँ स्ट्यान्डर्ड डेरिभेसन चाहिँ निकाल भन्यो दुईटै स्टकको। र अर्को हामीलाई चाहिँ हेरौँ है त बी नम्बरमा हामीलाई चाहिँ के सोधेको छ भने वाट आर द कोभेरिएसन, हामीलाई के निकाल भन्यो त कोभेरिएसन निकाल भन्यो। एन्ड अर्को के भनेको छ भने कोरिलेसन कोएफिसिएन्ट बिट्विन स्टक ए एन्ड स्टक बी है। स्टक ए र स्टक बी को चाहिँ हामीलाई चाहिँ के निकाल भन्यो त कोरिलेसन कोएफिसिएन्ट चाहिँ हामीलाई निकाल भन्यो है। एमा पनि हामीलाई दुईटा सोध्यो, एउटा एक्सपेक्टेड रिटर्न र एउटा चाहिँ स्ट्यान्डर्ड डेरिभेसन निकाल भन्यो। र हामीलाई बी नम्बरमा पनि के सोध्यो भने एउटा कोभेरिएसन र कोरिलेसन कोएफिसिएन्ट बिट्विन स्टक ए एन्ड स्टक बी चाहिँ सोध्यो है। अब सी नम्बरमा हेरौँ त सी नम्बरमा हामीलाई चाहिँ के भनेको छ भने इफ यु फर्म अ पोर्टफोलियो अफ स्टक ए है, स्टक ए को चाहिँ पोर्टफोलियो चाहिँ हामीलाई के भन्यो त है स्टक ए को पोर्टफोलियो चाहिँ यति छ र स्टक बी को पोर्टफोलियो चाहिँ यति छ भनेर भन्यो है। यो भनेको के हो त वेटेड। हामीले के गरेका छौँ भने मैले चाहिँ तपाईँहरूलाई फर्मुलाहरू चाहिँ अहिले क्रिएट गरेन है। फर्मुला क्रिएट नगर्नुको कारण अहिले मैले इक्जाम बेस्डलाई मात्रै इक्जामलाई फोकस गरेर मात्रै बनाएको हो। तपाईँहरूले चाहिँ है फर्मुला चाहिँ आफै नै हेर्नु होला है। त्यसको लागि चाहिँ पोर्टफोलियो अफ स्टक ए एन्ड पोर्टफोलियो स्टक बी कम्पेरिजन 50% वेल्थ इन स्टक ए है, 50% चाहिँ हामीलाई स्टक एमा चाहिँ रहेछ है। डब्लुए वेट हामीलाई चाहिँ कति दिएको रहेछ 50% स्टक एमा दिएको रहेछ। एन्ड द रेस्ट भनेको अरू बाँकी रहेको चाहिँ हाम्रो स्टक बीमा चाहिँ दिएको रहेछ भन्न खोजेको। जस्तै टोटल हाम्रो कति पर्सेन्ट हो त 100% हो। 100% मा हाम्रो स्टक एमा चाहिँ हाम्रो वेल्थ कति दिएको छ त 50%। त्यसो भए 100% बाट हाम्रो 50% घटाउँदा बचेको रेस्ट चाहिँ हाम्रो कति हो त स्टक बी को चाहिँ 50% चाहिँ हो। अब यसमा चाहिँ हामीलाई के निकाल भन्यो क्याल्कुलेट द रिस्क है। क्याल्कुलेट द रिस्क भनेको यो यसमा चाहिँ नजोकिनु होला। क्याल्कुलेट द यो रिस्क यदि टर्म आयो भने कहिलेकाहीँ क्वेसनले के गरिदिन्छ भने डाइरेक्टली तपाईँलाई चाहिँ पोर्टफोलियोको एक्सपेक्टेड रिटर्न निकाल र पोर्टफोलियोको स्ट्यान्डर्ड डेरिभेसन निकाल भनेर चाहिँ भनेको हुन्छ। अब यसमा चाहिँ के भन्यो भने रिस्क एन्ड रिटर्न है। रिस्क भनेको तपाईँको स्ट्यान्डर्ड डेरिभेसन हो भनेर बुझ्नु होला। रिटर्न भनेको चाहिँ के हो त एक्सपेक्टेड रिटर्न है, एक्सपेक्टेड रिटर्न अफ पोर्टफोलियोको चाहिँ एक्सपेक्टेड रिटर्न चाहिँ निकाल भनेर चाहिँ भनेको छ है। अब चाहिँ हामी चाहिँ के गरौँ त सोलुसनतिर जाउँ। फर्स्ट ए को सोलुसन हामी चाहिँ गर्नेछौँ। हामीलाई फर्स्टमा चाहिँ के निकाल भनेको छ है एनमा क्याल्कुलेट द एक्सपेक्टेड रिटर्न एन्ड स्ट्यान्डर्ड डेरिभेसन्स अफ स्टक ए एन्ड स्टक बी है त। अब म चाहिँ सोलुसनतिर लागेँ है त।
सोलुसन गिभन हामीलाई के दिएको छ हामीले चाहिँ गर्छौँ है त। फर्स्टमा मैले ए नम्बरमा चाहिँ हामीलाई के सोधेको छ त्यो गर्ने भयो है। क्यालकुलेसन्स अफ एक्सपेक्टेड रिटर्न है, एक्सपेक्टेड रिटर्न एन्ड के छ त स्ट्यान्डर्ड डेरिभेसन्स अफ स्टक ए एन्ड स्टक बी है। अब हेर्नु त सोलुसन गिभन है, गिभनमा हामीलाई जे दिएको छ, जस्तै हामीलाई के दिएको छ स्टक अफ इकोनोमिक भनेर दिएको छ है। अब हामीले के लेख्दिउँ त यहाँ स्टेट अफ इकोनोमिक है, स्टेट अफ इकोनोमिक। त्यसपछि हामीलाई के दिएको छ प्रोबेबिलिटी दिएको छ है। यसलाई चाहिँ मैले के भन्छु त पिआर भनेर पनि मान्न मिल्यो। अर्को भनेको हामीलाई के दिएको छ त स्टक ए भनेर दिएको छ है। यसलाई चाहिँ हामीले के भन्छौँ है आरए भनेर पनि मान्न मिल्यो है। अनि त्यसपछि अर्को भनेको स्टक बी दिएको छ, के दिएको छ स्टक बी भनेर चाहिँ दिएको छ। यसलाई चाहिँ आरबी भनेर चाहिँ मान्न मिल्यो। पहिला जे दिएको छ हामीले त्यो लेख्ने भयौँ है त। 1 2 3 है। स्टेट अफ इकोनोमिक हामीलाई चाहिँ क्रमशः 1 2 3 दिएको छ र प्रोबेबिलिटी पहिलोमा चाहिँ हामीलाई 0.3, त्यसपछि हामीलाई 0.4 र 0.3 दिएको छ। र स्टक एमा चाहिँ हाम्रो कति छ 5%, 10% र 15%। स्टक बी भनेको हाम्रो कति छ 25%, 15% र 5% यसरी चाहिँ दिएको छ। अब चाहिँ है फर्मुला हाम्रो चाहिँ एक्सपेक्टेड रिटर्न निकाल्ने फर्मुला चाहिँ के हो त, हामीले चाहिँ कसरी निकाल्न सक्छौँ है। एक्सपेक्टेड रिटर्न चाहिँ हामीले कसरी निकाल्न सक्छौँ है। मैले चाहिँ यता लेख्दिएँ है एक्सपेक्टेड रिटर्न है, रिटर्नको फर्मुला है। फर्स्टमा हामी के को लिन्छौँ त, जस्तै मैले एक्सपेक्टेड रिटर्न आरए निकाल्नु पर्ने छ है। एक्सपेक्टेड रिटर्न आरए निकाल्दाखेरि चाहिँ हाम्रो चाहिँ के हुन्छ भने है आरए हामीले दिएकै छ है, यहाँ माथि अन्डरलाइन गरिदिने है। यसलाई एक्सपेक्टेड रिटर्न भन्छ इन्टु पिआर प्रोबेबिलिटी हामीलाई दिएकै छ है। यो चाहिँ कसको आउने भयो त फर स्टक ए को चाहिँ आउने भयो है। यसरी निकाल्यो भने हाम्रो के आउने भयो त स्टक ए को एक्सपेक्टेड रिटर्न आउने भयो, यसरी निकाल्यो भने है। त्यसपछि अर्को भनेको फर स्टक बी भनेर चाहिँ हामीले निकाल्दाखेरि फर्मुला सेम हुन्छ है। एक्सपेक्टेड रिटर्न अझ यसरी लेख्दा बेस्ट भयो। एक्सपेक्टेड रिटर्न्स अफ स्टक बी भनेर यसरी लेख्दा पनि हुन्छ है। यो चाहिँ हाम्रो बी को फर्मुला के हुन्छ त आरबी है इन्टु पिआर प्रोबेबिलिटी है। अब चाहिँ हेर्नु त मैले यो यसरी सर र हामीलाई चाहिँ गिभन के दिएको छ त्यो लेखिदिएँ। अब चाहिँ हामी डाइरेक्टली हामीले सोलुसनतिर चाहिँ जान्छौँ है त। सिधै मैले के लेखेँ फर स्टक ए को चाहिँ हामी निकाल्छौँ है। स्टक ए को हामीले के निकाल्छौँ, एउटा चाहिँ एक्सपेक्टेड रिटर्न निकाल्छौँ, एउटा चाहिँ स्ट्यान्डर्ड डेरिभेसन निकाल्छौँ है। अब हेर्नु त स्टेट अफ इकोनोमिक 1 2 3 हामीलाई दिएको छ। प्रोबेबिलिटी हामीलाई कति दिएको छ 0.3, 0.4 र 0.3 दिएको छ। अब भनेको आर स्टक एमा चाहिँ हामीलाई कति पर्सेन्ट दिएको छ, यो फर्स्टमा 5%, 10% र 15% है। अब निकाल्ने फर्मुला मैले एक्सपेक्टेड रिटर्न निकाल्ने फर्मुला चाहिँ के हो भनेर भनेको थिएँ तपाईँलाई। अब यो मल्टिप्लाई यो है स्टक ए को मल्टिप्लाई प्रोबेबिलिटी जति छ त्यसलाई चाहिँ मल्टिप्लाई गर्नुपर्ने हुन्छ आरए इन्टु पिआर है। यो गर्यो भने हाम्रो के आउँछ त एक्सपेक्टेड रिटर्न्स अफ स्टक बी को चाहिँ आउँछ। अब हेर्नुहोस् त 0.3 इन्टु 5% गर्यो भने हाम्रो कति आउँछ 1.5 है। त्यसपछि हेर्नु त 10 इन्टु 0.4 गर्यो भने 4 है। त्यसपछि 15 इन्टु 0.3 गर्यो भने 4.5। अब यसलाई जोड्दाखेरि चाहिँ हाम्रो यही हो के हो त एक्सपेक्टेड रिटर्न चाहिँ आउँछ है त। अब हेर्नु त 4.5 प्लस 4 प्लस 1.5 यो गर्यो भने कति आयो त एक्सपेक्टेड रिटर्न 10 आयो है। यो चाहिँ हाम्रो के आयो त एक्सपेक्टेड रिटर्न चाहिँ 10। अब यहाँ हामीले के लेख्छौँ देयरफोर एक्सपेक्टेड रिटर्न्स अफ स्टक ए है। स्टक ए को एक्सपेक्टेड रिटर्न चाहिँ कति छ त, कति आयो त 10 आएको छ है। कति पर्सेन्ट 10% चाहिँ आएको छ। अब चाहिँ हेर्नु त हामीलाई के निकाल भनेको छ, त्यसपछि स्ट्यान्डर्ड डेरिभेसन चाहिँ निकाल भनेर भनेको छ है। अब स्ट्यान्डर्ड डेरिभेसन निकाल्ने कसरी त है। अब स्ट्यान्डर्ड डेरिभेसन निकाल्नको लागि चाहिँ हामीले के गर्नु पर्यो भने फर्स्टमा हामीलाई के दिएको छ
RA दिएको छ है, स्टक हामीलाई दिएकै छ, माइनस अब जुन यो एक्सपेक्टेड रिटर्न हामीले निकालेका छौँ त्यसलाई चाहिँ हामीले के गर्छौँ माइनस गर्छौँ। एक्सपेक्टेड रिटर्न A भनेर चाहिँ यसरी चाहिँ माइनस गर्छौँ एउटा कलममा है त। त्यसपछि अर्को कलममा चाहिँ हामीले डाइरेक्टली कसरी निकाल्छौँ भने RA माइनस एक्सपेक्टेड रिटर्न RA इन्टु यसको होल स्क्वायर इन्टु PR है, यसको होल स्क्वायर इन्टु PR चाहिँ हामीले चाहिँ गर्छौँ है। अब फर्स्टमा चाहिँ यो किन मैले निकालेको भने यो चाहिँ अहिले चाहिँ हाम्रो कोरिलेसन कोएफिसिएन्ट निकाल्दाखेरि र कोएफिसिएन्ट निकाल्दाखेरि चाहिन्छ, त्यो भएर चाहिँ मैले यहाँ निकालेको है त। नत्र डाइरेक्टली तपाईले RA भनेको स्टक हामीलाई कति दिएको छ फर्स्टमा 5% माइनस एक्सपेक्टेड रिटर्न कति आएको छ 10 आएको छ, त्यो घटाइदिने भनेपछि 5 बच्यो, 5 को स्क्वायर 25 इन्टु PR गर्यो भने प्रोबेबिलिटी गर्यो भने हाम्रो डाइरेक्टली पनि आउँछ। तर मैले एक स्टेप चाहिँ यहाँ कोलम चाहिँ बढाएँ है। यो किन बढाएँ भने अहिले हामीलाई चाहिँ तल चाहिँ काम लाग्छ, त्यो भएर चाहिँ है त। अब चाहिँ ल हेर्नु त RA भनेको स्टक हामीलाई A को चाहिँ कति दिएको छ फर्स्टमा स्टेट अफ इकोनोमिक फर्स्टमा हेर्नु त 5% दिएको छ। ल मैले 5% लेखेँ माइनस एक्सपेक्टेड रिटर्न हामीले कति निकालेका छौँ 10%, यो 10%। अब यो कति आयो त हाम्रो माइनस 5% आयो है, यो त बुझ्नुभयो होला। अब त्यसपछि पनि फेरि अर्को के गर्ने त अब 10% दिएको छ है, 10% माइनस एक्सपेक्टेड रिटर्न हाम्रो कति आएको छ 10%, यो कति हुन्छ 0%। ओके, त्यसपछि हेर्नु त 15% छ है, 15% माइनस 10% गर्दा हाम्रो कति आयो त प्लस 5% है, यति आयो। अब डाइरेक्टली हामीले यहाँ गरिदिन सक्छौँ। हेर्नु त यो त हामीले निकालेकै छौँ RA माइनस एक्सपेक्टेड रिटर्न हामीले निकालेका छौँ, तपाईँको होल स्क्वायर मात्र गर्न बाँकी छ। त्यसो भए माइनस 5 को होल स्क्वायर इन्टु PR भनेको फर्स्टमा हाम्रो कति छ 0.3। अब यसलाई गरिदिउँ। हेर्नु त 5 को स्क्वायर गर्दाखेरि 25 इन्टु 0.3 है, कति आयो त 7.5 है। सर यो माइनस थियो किनभने दुईचोटि मल्टिप्लाई गर्दाखेरि यो के हुन्छ त प्लसमा जान्छ है। म्याक्सिमम स्टुडेन्टहरू यसमा पनि झुक्किन्छन्, त्यो भएर चाहिँ यो चाहिँ यसरी हुन्छ है त। अब त्यसपछि हेर्नु त 0% छ। अब 0%ले प्रोबेबिलिटीसँग 0 को स्क्वायर 0 इन्टु 0.4 गर्यो भने के हुन्छ यो 0 नै हुन्छ है। त्यसपछि अर्को हेर्नु त अब हामीलाई चाहिँ डाइरेक्ट हामीले यहाँ निकालेका छौँ। हेर्नु त RA माइनस एक्सपेक्टेड रिटर्न है 5% छ, 5% को स्क्वायर है, स्क्वायर गऱ्यौँ इन्टु प्रोबेबिलिटी हाम्रो कति छ 0.3। अब यो पनि कति आउँछ 7.5। अब यसलाई टोटल गर्यो भने हाम्रो भेरिएसन के आउने हो त RA को चाहिँ कति आयो त 7.5 प्लस 7.5 गर्दा हाम्रो 15% आयो है। अब हामीले चाहिँ स्ट्यान्डर्ड डेरिभेसन चाहिँ को फर्मुला हामीले युज गर्नु पर्यो। स्ट्यान्डर्ड डेरिभेसन्स अफ स्टक A भनेको हामीले यसलाई A ले पनि डिनोटेट गरिन्छ। अब हामीले के गर्छौँ भेरिएसन्स RA भनेर गर्छौँ है। अब हेर्नु त कति आएको छ 15 है, 15। अब हामीले स्क्वायर रुट हटाइदिनु पर्यो। स्क्वायर रुट हटाउँदा कति आउँछ त 3.873 है, किनभने पछाडि 9 छ, एउटा एक हामीले चाहिँ अगाडि गरेर 3.873% चाहिँ भयो है। हामीले स्टक A को चाहिँ के निकाल्यौँ, एउटा एक्सपेक्टेड रिटर्न निकाल्यौँ है, 10% एक्सपेक्टेड रिटर्न आयो र स्ट्यान्डर्ड डेरिभेसन हाम्रो कति आयो त 3.873 चाहिँ आयो। अब स्टक B को चाहिँ हामी यसै गरी निकाल्छौँ है। अब स्टक B को निकाल्दाखेरि फर्स्टमा हामी फर स्टक B, अब स्टक B को निकाल्दाखेरि पनि हाम्रो सेम कन्डिसन हुन्छ है, सेम यसरी नै गर्ने। अब स्टेट अफ इकोनोमिक दिएकै छ है, स्टेट अफ इकोनोमिक 1 2 3 अनि प्रोबेबिलिटी हामीलाई कति दिएको छ 0.3 0.4 0.3 दिएकै छ। अब स्टक B मा चाहिँ हाम्रो कति पर्सेन्ट हो है, RB भनेर मानेका छौँ हामीले है, कति दिएको छ 25%, 15% अनि 5% चाहिँ हामीलाई दिएकै छ। अब चाहिँ हामीले एक्सपेक्टेड रिटर्न निकाल्दाखेरि अघि पनि भनेकै थियौँ है, यो इन्टु यो गर्यो भने हाम्रो के आउँछ एक्सपेक्टेड रिटर्न आउँछ है, RB इन्टु PR है। अब दुईटालाई मल्टिप्लाई गर्यो भने हाम्रो आउँछ। अब हेर्नु त 0.3 इन्टु 25 गर्यो भने हाम्रो कति आउँछ 7.5, 0.4 इन्टु 15
कति आउँछ 6 अनि 0.3 इन्टु 5 कति आउँछ 1.5 यो भनेको के आयो त हाम्रो टोटल एक्सपेक्टेड रिटर्न चाहिँ बी को चाहिँ आयो है एक्सपेक्टेड रिटर्न बी को चाहिँ आउँछ अब जोड्दिम 7.5 प्लस 6 प्लस 1.5 गर्दा कति आयो त 15% चाहिँ हाम्रो के आयो त एक्सपेक्टेड रिटर्न अब हामीले देयरफोर एक्सपेक्टेड रिटर्न अफ स्टक बी भनेर नि गर्छौं है यो कति आयो त 15% चाहिँ हामीलाई एक्सपेक्टेड रिटर्न चाहिँ 15% चाहिँ आयो अब हेर्नु त अब यसरी हेर्दाखेरि नर्मल्ली हेर्नु त अब हामीले स्टक ए मा लगानी गर्छौं कि स्टक बी मा लगानी गर्छौं है हामीले चाहिँ एउटा कन्डिसन हेरेर चाहिँ भन्नु पर्यो है त जस्तै एक्सपेक्टेड रिटर्न अफ स्टक ए मा चाहिँ हामीलाई लगानी गर्दाखेरि 10% प्रॉफिट हुन्छ रे तर स्टक बी मा चाहिँ हामीले लगानी गर्दा 15% मा 15% हामीलाई प्रॉफिट हुन्छ त्यसो भए हामीले कुन स्टक चाहिँ हामीले चाहिँ कुन स्टकमा चाहिँ लगानी गर्छौं त है जुन स्टकमा चाहिँ प्रॉफिट धेरै छ त्यो स्टकमा चाहिँ हामीले चाहिँ के गर्छौं त लगानी गर्छौं त्यसो भए स्टक बी मा चाहिँ हामी के गर्छौं त लगानी गर्छौं किनभने स्टक ए भन्दा स्टक बी मा चाहिँ हामीलाई के छ त लगानी गर्यो भने प्रॉफिट बढी छ हो त्यो कारणले गर्दा हामीले चाहिँ के गर्छौं त है तपाईको फन्डामेन्टल अफ रिस्क एन्ड रिटर्न मा चाहिने कुरा चाहिँ यही हो है त है क्वेशनले के भनेको यो अब हामीले स्टक ए वा स्टक बी मा चाहिँ हामीले चाहिँ कुनमा लगानी गर्छौं यदि एक्सपेक्टेड रिटर्न हामीले हेर्ने हो भने हामीले स्टक बी मा गर्छौं किनभने स्टक बी मा चाहिँ हामीले लगानी गर्यो भने हामीले 15% चाहिँ हामीले प्रॉफिट कमाउन सक्छौं त्यो भएर हामीले स्टक बी चाहिँ के गर्छौं त चुज गर्छौं अब हामीलाई के भनेको छ त्यसपछि हामी स्ट्यान्डर्ड डेरिभेसन गर्छौं स्ट्यान्डर्ड डेरिभेसन कसरी निकाल्ने त अघिकै जस्तै हेर्नु त आरबी हामीलाई स्टक दिएकै छ अनि एक्सपेक्टेड रिटर्न बी हामीलाई दिएकै छ है अब हेर्नु त म अघिकै जसरी अब हेर्नु त आरबी भनेको हाम्रो कति दिएको छ स्टक पहिला 25% माइनस एक्सपेक्टेड रिटर्न हामीले कति निकालेका छौं 15 है 25 माइनस 15 गर्दा हाम्रो कति आउँछ 10% त्यसपछि हेर्नु त 15% दिएको छ 15% माइनस 15 गर्दा 0% हुन्छ र अर्को भनेको 5% माइनस एक्सपेक्टेड रिटर्न हामीले निकालेकै छ कति हुन्छ माइनस 10% है अब चाहिँ हामी के गर्छौं त आरबी माइनस एक्सपेक्टेड रिटर्न को होल स्क्वायर इन्टु पीआर है अब हेर्नु त हामीले यो त हामीले निकालिसकेका छौं हेर्नु त आरबी माइनस एक्सपेक्टेड रिटर्न भनेर हामीले चाहिँ 10% निकालिसकेका छौं अब यो 10% को स्क्वायर मात्रै गर्ने 10% को स्क्वायर इन्टु पीआर भनेको कति छ 0.3 है अब हेर्नु त 10 को स्क्वायर कति हुन्छ 100 हुन्छ इन्टु 0.3 गर्दा कति आउँछ 30 आउँछ अब त्यसै गरी नेक्स्ट हेर्नु त 0% छ अब यो चाहिँ हाम्रो 0% नै हुने भयो त्यसपछि हेर्नु त -10 छ -10 को स्क्वायर इन्टु कति छ त प्रोबेबिलिटी 0.3 यो पनि कति आउँछ 30 आउँछ अब यो भेरिएसन है बीआर कति आउने भयो त है आरबी को चाहिँ हाम्रो कति आउने भयो त 30 + 30 गर्दा 60 चाहिँ आउँछ अब स्ट्यान्डर्ड डेरिभेसन हामीले निकाल्नु पर्यो स्ट्यान्डर्ड डेरिभेसन्स अफ स्टक बी है स्टक बी को निकाल्छौं यसलाई हामीले डिनोटेड केले गर्छौं स्ट्यान्डर्ड बी है अब बीआर आरबी भनेर गर्छौं है अब कति छ त है अब रुट हामी चाहिँ हटाइदिन्छौं है कति आउँछ त 7.75% चाहिँ हाम्रो के आउँछ स्ट्यान्डर्ड डेरिभेसन चाहिँ आउँछ बल्ल हामीले के गर्यौं त के सकायौं है ए मा सोधेको क्याल्कुलेट द एक्सपेक्टेड रिटर्न एन्ड स्ट्यान्डर्ड डेरिभेसन्स अफ स्टक ए एन्ड स्टक बी चाहिँ हामीले गर्यौं अब चाहिँ हामीलाई के सोधेको छ त बी नम्बरमा व्हाट आर द कोभेरिएसन्स एन्ड कोरिलेसन कोएफिसिएन्ट बिट्विन द स्टक ए एन्ड बी है स्टक ए र बी को चाहिँ कोभेरिएसन निकाल भन्यो अर्को चाहिँ के गर भन्यो त कोरिलेसन कोएफिसिएन्ट बिट्विन स्टक ए एन्ड बी चाहिँ निकाल भनेर चाहिँ भन्यो है त
अब हामीलाई चाहिँ क्याल्कुलेसन्स अफ कोभेरिएसन निकाल र कोरिलेसन कोएफिसिएन्ट दुईटै स्टकको चाहिँ निकाल भनेर भनेको छ। फर्स्टमा चाहिँ हामी क्याल्कुलेसन्स अफ कोभेरिएसन निकाल्छौँ। क्याल्कुलेसन्स अफ कोभेरिएसन निकाल्दाखेरि चाहिँ हामीलाई स्टेट अफ इकोनोमिक भनेर दिएको छ 1 2 3 स्टेप है। अब चाहिँ अघि नै हामीले जब स्ट्यान्डर्ड डेरिभेसन निकाल्दाखेरि चाहिँ जुन हामीले यो निकालेका थियौँ है, आरए भनेको स्टक ए माइनस एक्सपेक्टेड रिटर्न जुन हामीले यो निकालेका थियौँ यो चाहिँ हामीलाई चाहिन्छ। त्यो भएर चाहिँ मैले यहाँ चाहिँ निकालेको है त। अब हेर्नु त मैले डाइरेक्टली तपाईलाई गर्दिएँ आरए माइनस एक्सपेक्टेड रिटर्न्स आरए है। अर्को भनेको चाहिने भनेको है, अर्को भनेको हामीलाई के चाहिन्छ त आरबी माइनस एक्सपेक्टेड रिटर्न्स बी है, यो चाहिन्छ है। त्यसपछि चाहिँ हामीलाई चाहिँ कोभेरिएसन निकाल्दाखेरि जहिले नि हामीलाई है के चाहिन्छ, यो दुईटालाई मल्टिप्लाई हामीले गर्नुपर्ने हुन्छ अनि दुईटै स्टकको हाम्रो कोभेरिएसन चाहिँ आउँछ है। यो कसरी गर्ने त आरए माइनस एक्सपेक्टेड रिटर्न आरए है, फेरि त्यसपछि हामीलाई आरबी माइनस एक्सपेक्टेड रिटर्न आरबी है इन्टु है, यहाँनिर चाहिँ हाम्रो के हुन्छ इन्टु पिआर प्रोबेबिलिटी चाहिँ हामीले गर्नुपर्ने हुन्छ है। अनि बल्ल चाहिँ हाम्रो के आउँछ त कोभेरिएसन आउँछ। कोभेरिएसन एबी भनेर चाहिँ हामीलाई यसरी चाहिँ कोभेरिएसन चाहिँ आउँछ। अब हेर्नु त हामीले चाहिँ यो चाहिँ कति कति निकालेका थियौँ यहाँ हेर्नु त -5%, 0% र 5%। अब हामी लेख्दियौँ है त 5%, 0% र 5%। अर्को हाम्रो बीमा चाहिँ हामीले कति निकालेका थियौँ त 10%, 0% र -10% है। 10%, 0% र माइनस के गरेका थियौँ 10% गरेका थियौँ। अब चाहिँ हामीले यहाँ निकाल्दाखेरि हेर्नु त यो 5% इन्टु 10% इन्टु प्रोबेबिलिटी हाम्रो कति थियो त 0.3 थियो है। यति गर्यो भने हाम्रो चाहिँ आउँछ। अब हेर्नु त 5 इन्टु 10 इन्टु 0.3 गर्यो भने हाम्रो कति आउँछ त 15% चाहिँ हाम्रै आउँछ है त है। यहाँ के छ त माइनस छ, त्यही भएर -15 है 15%। ओके, त्यसपछि हेर्नु त अब यो 0% इन्टु यो 0% इन्टु प्रोबेबिलिटी हाम्रो 0.4 थियो, यो के हुन्छ 0 नै हुन्छ। त्यसपछि हेर्नु त 5% इन्टु यो 10% बी को है इन्टु 0.3 गर्यो भने कति आउँछ त 5 इन्टु 10 इन्टु 0.3 गर्यो भने कति आउँछ 15 आउँछ है। माइनस हेर्नु त यहाँनिर -10 छ, सो यहाँनिर 10 हुन्छ, यहाँनिर हाम्रो के भयो त -15। अब टोटल हाम्रो कोभेरिएसन चाहिँ कति आयो त -15 गर्दा हाम्रो के आउँछ -30 चाहिँ हाम्रो कोभेरिएसन चाहिँ आउँछ है। अब यसपछि चाहिँ हामीलाई के निकाल भनेको छ भने कोरिलेसन कोएफिसिएन्ट निकाल भनेर भनेको छ। हेर्नु त कोभेरिएसन त हामीले निकाल्यौँ। अब कोरिलेसन कोएफिसिएन्ट हामीले चाहिँ स्टक ए एन्ड स्टक बी को चाहिँ कोरिलेसन कोएफिसिएन्ट चाहिँ निकाल भनेर चाहिँ भन्छ है। अब हेर्नु त कोरिलेसन कोएफिसिएन्ट है, कोरिलेसन कोएफिसिएन्ट निकाल्दाखेरि हाम्रो के हुन्छ कोभेरिएसन्स हामीले निकालेकै छौँ डिवाइडेड बाई स्ट्यान्डर्ड डेरिभेसन्स ए र स्ट्यान्डर्ड डेरिभेसन बी चाहिँ हामीले गर्नुपर्छ। अब हेर्नु त यो कति आछ -30 डिवाइडेड बाई स्ट्यान्डर्ड डेरिभेसन ए हामीले कति निकालेका छौँ स्ट्यान्डर्ड डेरिभेसन्स ए 3.873 है 3.873 इन्टु स्ट्यान्डर्ड डेरिभेसन बी हामीले कति निकालेका छौँ 7.75 है। कति आछ 7.75 है। अब यति गर्दाखेरि -30 डिवाइडेड बाई 3.873 इन्टु 7.75 गर्दाखेरि हाम्रो कति आउँछ 30.016 यति आउँछ है। अब यो भनेको हामीले चाहिँ कति आउने भयो त -1 गरिदिँदा हुन्छ है, किनभने तपाईँको पछाडि 0 छ, त्यो भएर हाम्रो माइनस के आयो त 1 आयो के है। कोरिलेसन कोएफिसिएन्ट के भयो त -1 मा चाहिँ हाम्रो कोरिलेसन कोएफिसिएन्ट चाहिँ आउँछ है त। अब
है। अब तपाईहरुलाई लाग्दैन भने यसरी गर्ने 30 डिवाइडेड बाइ 13.016 गर्दा पनि हुन्छ। यो भनेको 0.999 आएको छ है। यो भनेकै नै 1 हो, त्यही भएर मैले डाइरेक्टली 1 लेखिदिएको है त। अब यसपछि जाउँ हामीलाई के भनेको छ क्वेशन है। सी मा चाहिँ हामीलाई के सोधेको छ भने हेर्नु त, पोर्टफोलियो अफ स्टक ए र पोर्टफोलियो स्टक बी र यिनीहरूको वेटेड वा वेल्थ चाहिँ हामीलाई स्टक ए को 50%, स्टक बी को चाहिँ 50% र के निकाल भने त स्ट्यान्डर्ड डेरिभेसन्स अफ पोर्टफोलियो एउटा निकाल, अर्को के भनेको छ एक्सपेक्टेड रिटर्न्स अफ पोर्टफोलियो भनेर चाहिँ स्टक बी को चाहिँ निकाल भनेर भनेको छ। अब हेर्नुस् त, अब हामीले चाहिँ सी नम्बरमा क्याल्कुलेसन गर्छौं है। क्याल्कुलेसन्स अफ है एक्सपेक्टेड रिटर्न्स अफ है एक्सपेक्टेड रिटर्न्स अफ के भनेको छ पोर्टफोलियो है। पोर्टफोलियो है एक्सपेक्टेड रिटर्न्स अफ हामीलाई के निकाल भनेको छ भने पोर्टफोलियो चाहिँ निकाल भनेर भन्यो है। ल अब चाहिँ हामी एक्सपेक्टेड रिटर्न्स अफ पोर्टफोलियो निकाल्नु पर्यो है। एक्सपेक्टेड रिटर्न्स अफ पोर्टफोलियो निकाल्दाखेरि है हाम्रो फर्मुला के हुन्छ, WA इन्टु एक्सपेक्टेड रिटर्न को A है प्लस WB वेल्थ अफ B स्टक B को इन्टु एक्सपेक्टेड रिटर्न्स अफ B भनेर चाहिँ हामीले एक्सपेक्टेड रिटर्न निकाल्छौँ। अब हेर्नु त क्वेसनले हामीलाई दिएकै छ 50% चाहिँ स्टक ए को छ रे वेल्थ, अनि अरु बचेको चाहिँ स्टक बी को छ भनेर भनेको छ। त्यसो भए 0.50 है हामीले चाहिँ त्यो पर्सेन्टेजमा छ, हामीले यसमा चेन्ज गर्यौं इन्टु एक्सपेक्टेड रिटर्न हामीले कति निकालेका थियौं हेर्नु त 10% ए को छ इन्टु 10 प्लस अब बी को चाहिँ वेल्थ कति छ 0. यो पनि 50% इन्टु एक्सपेक्टेड रिटर्न हामीले बी को कति निकालेका छौं 15% है। 15% चाहिँ निकालेका छौं। अब चाहिँ हामी मल्टिप्लाई गर्दियौं 0.50 इन्टु 10 गर्दा कति आउँछ 5 प्लस 0.50 इन्टु 15 गर्दा 7.5 यो कति हुन्छ त हाम्रो 12% चाहिँ हाम्रो के आउँछ त एक्सपेक्टेड रिटर्न्स अन पोर्टफोलियो को चाहिँ आउँछ है। यहाँ हेर्नु त जोड्दाखेरि मिस्टेक भएर छ 5 प्लस 7.5 भन्दा हाम्रो 12.5% हो है त 12.5% चाहिँ हाम्रो है एक्सपेक्टेड रिटर्न्स अन पोर्टफोलियो चाहिँ आयो है त। अब हामीलाई चाहिँ त्यसपछि के निकाल भनेको छ स्ट्यान्डर्ड डेरिभेसन वा हामीलाई के भनेको छ रिस्क निकाल भनेर भनेको छ है। अब हामी के गर्छौं क्याल्कुलेसन है क्याल्कुलेसन्स अफ स्ट्यान्डर्ड डेरिभेसन्स अफ पोर्टफोलियो है पोर्टफोलियो को निकाल भनेको छ है। यो चाहिँ स्ट्यान्डर्ड डेरिभेसन P भनेर भन्छ। यसको फर्मुला चाहिँ के छ भन्नु पर्दा WA को स्क्वायर है अनि WA को स्क्वायर अनि स्ट्यान्डर्ड डेरिभेसन A को होल स्क्वायर है स्क्वायर प्लस WB को स्क्वायर प्लस है इन्टु स्ट्यान्डर्ड डेरिभेसन B को स्क्वायर प्लस 2 है 2 के हुन्छ त 2 कोभेरिएसन्स AB है कोभेरिएसन्स AB हामीले निकालेकै छौं है इन्टु के हुन्छ त WA इन्टु WB वेट अफ स्टक A र वेट अफ स्टक B है हाम्रो फर्मुला चाहिँ यो हुन्छ। अब हेर्नु त यो निकाल्नको लागि चाहिँ हामीलाई सबै दिएको छ WA को स्क्वायर भनेको 0.50 को होल स्क्वायर प्लस स्ट्यान्डर्ड डेरिभेसन A को स्क्वायर भनेको स्ट्यान्डर्ड डेरिभेसन को चाहिँ कति छ त 3.873 छ है यो भनेको चाहिँ हाम्रो डाइरेक्टली निकाल्यौं। अब स्ट्यान्डर्ड डेरिभेसन है 3. कति छ त 3.873 स्क्वायर प्लस अब WB को स्क्वायर भनेको 0.50 को स्क्वायर इन्टु अब B को स्ट्यान्डर्ड डेरिभेसन कति आछ 7.75 को होल स्क्वायर अरे स्क्वायर प्लस 2 कोभेरिएसन AB कोभेरिएसन्स हाम्रो कति आछ -30 आएको छ है। अब हामीले के गर्छौं त -30 है यहाँनिर तपाईले इन्टु बुझ्न चाहनुहुन्छ इन्टु यसलाई ब्र्याकेटमा राखिदिदा पनि भयो। अर्को भनेको WA भनेको हाम्रो 0.50 इन्टु 0.50 यो पनि इन्टु हो यो पनि इन्टु है त यसरी बुझ्नु होला। अब भनेको अब हामी चाहिँ निकालौं है त
0.50 को स्क्वायर 0.50 को स्क्वायर गर्दा हाम्रो कति आउँछ 0.25 इन्टु अब 3.873 को स्क्वायर गर्दा यो आउँछ हाम्रो 15 प्लस है अब हेर्नु त 0.50 को स्क्वायर अघि भर्खर गरेको थियौँ हाम्रो 0.25 आएको थियो इन्टु अब 7.75 को स्क्वायर गर्दा कति हुन्छ 60 प्लस 2 इन्टु -30 गर्दा हाम्रो कति हुन्छ 2 इन्टु है अब यसरी तपाईले ब्राकेटमा -30 गर्न यसरी गर्दा पनि हुन्छ इन्टु 0.50 इन्टु 0.50 गर्दा पनि हुन्छ कति आउँछ -15 है अब यसरी गर्दा त्यसपछि हाम्रो अर्को स्टेप के हुन्छ 0.25 इन्टु 15 गर्नु पर्यो 0.25 इन्टु 15 गर्दा हाम्रो कति आउँछ 3.75 प्लस 0.25 इन्टु 60 गर्दा कति आउँछ 15 है अब यो प्लस छ यो माइनस छ है प्लस माइनस के हुन्छ -15 हुन्छ है त अब यति गर्दाखेरि हाम्रो हेर्नु त 15 को अगाडि प्लस छ यो 15 को अगाडि माइनस छ यसरी डाइरेक्टली काटिदा पनि भयो अब 15 - 15 0 भइहाल्यो बच्यो हाम्रो कति 3.75 अब यो कति हुन्छ रुटले हटाइदिउँ 3.75 गर्यो भने हाम्रो कति आउँछ 1.93 वा यहाँ 6 छ मैले 4 लेखिदिएँ है यो चाहिँ हाम्रो के आयो त स्ट्यान्डर्ड डेरिभेसन्स अफ पोर्टफोलियोको चाहिँ आयो है यसरी चाहिँ हामीले चाहिँ के गर्न सक्छौं त क्वेशन चाहिँ सल्भ गर्छौं है यति गर्यो भने हाम्रो के आयो त 15 मार्क्स चाहिँ हामीले एक्जाममा चाहिँ ल्याउन सक्छौं अब जस्तो क्वेशन पनि तपाईहरुले चाहिँ प्रोबेबिलिटीबाट सोधेको क्वेशनहरु चाहिँ तपाईले गर्न सक्नुहुन्छ भन्ने मलाई आशा छ सो तपाईहरुलाई यो भिडियो मन परेको छ भने तपाईहरुले लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला सँगसँगै सब्स्क्राइब पनि गरिदिनु होला अब अर्को नेक्स्ट भिडियोमा चाहिँ म हिस्टोरिकल कन्सेप्टको क्वेशनहरु चाहिँ ल्याउने छु है च्याप्टर 4 को चाहिँ हाम्रो फन्डामेन्टल अफ रिस्क एन्ड रिटर्न VBI है त यो क्वेशन चाहिँ गर्नु होला धन्यवाद।